साथीहरू हामी चाहिँ सी साइड गएको पौडी खेल्नु नाइट कति बज्यो 11 बज्नु लाग्यो ए 4 जना पौडी खेल्नु आएको सी साइड चाहिँ यहाँ छ गाइजहरू साथीहरू भनेर पुरै भिडियोमा चिसो लिएर आएको छौँ खानेकुराहरू पनि लिएर आएको छौँ पर एक साथी आउँदैछ 4 जना लड्कीहरू गएको हाम्रो भिडियो हेर्नु होला सबैले लाइक कमेन्ट गर्नु होला ऋतुले भनेको कमेन्ट गर्नु अरे लाइक पनि गर्नु सब्सक्राइब पनि गर्नु अरे सल्लाह सुझाव दिनु होला समुद्रमा पौडी खेल्नुहुन्छ कि हुँदैन बनाउनु पर्छ राम्रो भयो भने तपाईले प्रशंसा गर्नुभयो भने त बनाउँछ नि त Yes, there. बाइ बाइ Come here. मलाई बिल्डिङ कस्तो मन पर्छ तातो पनि तर हावा पनि चलिरहेछ गर्मी पनि छ चिसो पनि छ दिउँसो त पुरा गर्नु हुन्छ ठिक्क छ एकछिन खेल्ने 1 घन्टा हस् त साथीहरू बाई बाई आइलेक्समा पौडी खेलेर फेरि फर्किँदाखेरि भिडियो बनाउँछु ल पौडी खेलेको चाहिँ देखाउँदिनँ ल ए ल देखाउँछु ल त्यसो भए बाई बाई यो चाहिँ हाम्रो सी साइड हो बालुवाघारी अब यहाँ भित्र छ समुद्र अहिले चाहिँ गर्मी सिजनले गर्दाखेरि यहाँ माथिसम्म आएको छैन कि पानी चाहिँ पहिला पछि चाहिँ यहाँ माथि आउँछ जाडो महिना चाहिँ अहिले चाहिँ यहाँसम्म रहेछ अँधेरो घरले गर्दा देखेकै छैन चप्पलहरू त यहाँ राखौँ है खानेकुराहरू त Oh my god, सबै सुकेको छ यार बल्ल बिहान मात्रै उसिराउनु बेला भएर यहाँ पानी यति छ भन्छ अब खाना सुरु यतिको रहेछ अब हामी पौडी खेल्नु लागेको साथीहरू है साथीहरू हामी चाहिँ पौडी खेल्यौँ भने खानेकुरा लिएर कति हुनु पऱ्यो नि त पौडी खेल्नु ठाउँ चाहिँ त केही देखिँदैन खानेकुरा अब मान्छे देखाउँ भने अब हाम्रो साथीहरू झिम्काउँछ है साथीले त खानेकुरा दिएको खाँदैछ बिरालोहरू सानो बच्चाहरू पनि रहेछ ल हामी चाहिँ पौडी खेलेर पनि निक्लिसकेको केटीहरूको गुनासो या सुन्ने भए तपाईँ छक्क पार्नुहुन्छ हामी चाहिँ काम स्विमिङ पुलमा गर्छौँ के अरे ऋतु हामी स्विमिङ पुलमा काम गर्छौँ अरूले अब जा स्विमिङ गर अनि सिका भनेपछि हामीलाई यस्तो रिस उठ्छ साथीहरू अहिले हामी आफ्नो तरिकाले आऊ यति फ्रेस भएको छ यस्तो रिल्याक्स काम चाहिँ उसले यस्तो भन्नु खोजेको खास गरी हाम्रो काम चाहिँ स्विमिङ पुलमा हो अनि दिनमै स्विमिङ खेल्नुपर्ने हुन्छ अब सिकाउनु पर्ने हुन्छ बच्चाहरूलाई ट्रेनिङ गर्नुपर्ने हुन्छ हेर्नुपर्ने हुन्छ अनि त्यहाँ काम गर्नु चाहिँ एकदम अल्छी लाग्छ अरे क्या अनि यहाँ समुद्रमा खेल्नु चाहिँ के अरे यति रिल्याक्स यो के अरे यो के को रुख यो के अरे के भन्छ यसलाई के को रुख भन्छ यो खजुरीको रुख नाङ्दै आइपुग्छ यहाँ पौडी खेल्नु चाहिँ तर अफिसमा काम गर्नु लाग्यो भने चाहिँ रुएर कराएर है चिला छ मेरो जिउ दुख्या छ मेरो टाउको दुख्या छ मेरो खुट्टा दुख्या छ ओ माइ गड बाहाना त कति त्यस्तै गर्नुहुन्छ सबैजना के हामी सबैजना कोच हो तर अब काममा पुलमा आफ्नो काम गर्ने ठाउँमा काम गर्न लाग्यो भने चाहिँ अल्छीले छ नि टाउको दुख्ने भुँडी दुख्ने जिउ चिलाउने बाहाना हाम्रो अनेक हुन्छ यहाँ समुद्रमा आउनु पर्यो भने चाहिँ यो के को रुख अरे खजुरीको रुख के अरे चट लाग्दै आउँछ मेन रोड यसरी नागिन्छ पुरै छ अब त्यसो भन्दै अब हामी चाहिँ लागेको घरतिर साग नागेर उल्का अब हेरौँ क्या कम्ती नाङ्दैको छ गाडीहरू त्यो के अरे खरायो बरु त्यति साह्रो उफ्रिँदै जानु हेरौँ त नि यस्तो जोस काम लाग्यो भने चाहिँ रुममा काममा काम गऱ्यो भने चाहिँ यो नाङ्छ अरे अब हेरौँ क्या नाङ्दै जान्छ लु ए के साग हो यो खोइ के अरे खजुरीको रुख पनि नाङ्दै हिँड्छ बाई बाई हामी चाहिँ स्विमिङ गरेर पनि अब चाहिँ लाग्यो फाइनली रोड पनि क्रस हान्यो रुमको नजिक आइपुग्यो अब रुममा गएर सावर लिने अनि साट्टा सुत्नुपर्छ यस्तो मिठो निन्दा लाग्दैन समुद्रको पानीले ज्यानलाई एकदम स्मुथ बनाउँछ के सन्चो हुन्छ
ज्यान चिलाएको पनि जान्छ यो नुन पानीले सर्ट हुन्छ नि त त्यही भएकोले गर्दाखेरि ल साथीहरू बाई बाई आजलाई चाहिँ यति नै सुति जाने मोबाइलमा हेर्नु त्यहाँ सुतेको भनेर मोबाइल कतार हेरेर होइन गुड नाइट बा उता त उज्यालो भइसक्यो नि यता बजेर हुँदैछ दुःख चाहिँ यतिसम्म छ कि पौडी खेल्न आउनुको लागि हेर्नुहोस् यो चाहिँ रोड भयो मेन रोड गाडी यति यसरी कुद्नु भयो साथी यसरी यस्तो दुःख छ हो अब पनि केटीहरू आउनु पाउँदा चाहिँ नि यति खुसी यति एक्साइटेड ल अब हेर्नु है कस्तो नाङ्छ गाडीहरू नाग्यो हेर्दा हेर्दै ऊ नाग्यो के गर्नु आफू पनि नाग्नै पऱ्यो मर्ला गाडी हो अलिक जसको बेलामा होस् न नघुमाऊ गाडी एकदम स्पिडमा आउँछ यहाँनिर नेपालको छैन अब यहाँ कुद्नु पऱ्यो भने चाहिँ गाडी चाहिँ यसरी आउँछ